सो गाइज अहिले चाहिँ हामी चन्द्रगिरी हानेर अहिले फेरि हामी बिन्दाबासिनी ट्रेल आइपुगेको छ र ट्रेल देख्न सक्नुहुन्छ फर्स्ट सेक्सन बिन्दाबासिनी ट्रेल र चाहिँ म यहाँ फर्स्टचोटि आएको थिएन र हाम्रो भाइहरू चाहिँ आएको थियो। ओ खुइले भाइ के बोले भाइ? अब के बोले आज चट्टसँगले यसो हेर्दा नि बबाल छ क्या, थोरै हेर्दा नि यसो बबाल देखेछ है ट्रेल चाहिँ। र हाम्रो भाइ नाम के अरे? सुशील राई। अभी मजा आएगा ना भिड। सुशील राई रे। यसलाई त चिनिरह होला, यसको त के हुलिया हेर्न, हुलियामा खुरी। ल खास चाहिँ मोबाइलमा पनि अब चन्द्रगिरी हानेर आएको है, त्यति चार्ज छैन र एकदम गर्मी भएर कपडा सपडा खोलेर चट्ट बसेको छ। अनि अबे जल्दी बोल, कल सुबह पनवेल निकल। त्यति मोबाइल चार्ज छैन, जहाँसम्म चार्ज पुग्छ त्यहीँसम्म भिडियो आउँछ होइन। र अब म त फर्स्ट टाइम हो, म चाहिँ फर्स्ट टाइम हो, जोस् म चाहिँ बिस्तारै जान्छु, भेट्दैन होला सायद, म बिस्तारै जानुपर्छ। ल गाइस अब ट्रेनमै भेट्नुपर्छ है त, त्यति मोबाइलमा चार्ज पनि छैन है। ल अब ट्रेनमै भेटौँला। बिन्दाबासिनी ट्रेल र सेफ राइड ल सबैलाई। ल अब चन्द्रगिरी हानेर आए एकदम मजाले, अब यो हान्नेछौँ हिँड ल। ल सेफ राइड है। म त फर्स्टचोटि हो यार, गुल्टिने होला कति ठाउँमा, हराउने होला। ट्रेल चाहिँ बब्बल रहेछ यार, मैले थोरै देख्दा नि अलि बबाल देखेको थिएँ क्या यो ट्रेल चाहिँ। त्यो जम हो, जम रह त, जम हान्ने रे। जम भन्न आउँदैछ दुईजना, मलाई चाहिँ हान्दिने कि। आपने लापरवाही का नतीजा है। मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु। बबाल बबाल यो ल चिप्लो छ त्यो बिन्दाबासिनी ट्रेन। बबाल लाग्यो बिन्दाबासिनी ट्रेन। मलाई चाहिँ म चाहिँ फर्स्ट टाइम हो क्या, त्यही भएर अलि स्लो नै हान्छु। कहाँ गयो केटाहरू यहाँ? फेरि गीत बजिरहेको छ यार तल। चिप्लो रहेछ गाइस, त्यही भएर यस्तो टायर चिप्लो। ओहो किनछ यहाँ थाहा हुँदैन, अनि कस्तो कस्तो छ भनेर बुट्टै बुट्टा रहेछ। ब्रेकले पनि पानी परेर चाहिँ हिजो यस्तो चिप्लिरहेछ, म चाहिँ नसक्ने यार। ओहो ओए ओए बिस्तारै बिस्तारै, कहाँ खस्यो? आरु भएको भए पुर्लुक्कै ढलिसक्दै कि, तर यहाँ पेसुप्पा भएर ठाडा ठाडै छु। खतरा पानी परेर यस्तो माटै चिपिरह क्या। ल किसान यार चन्द्रगिरी गएर आएको, यति मलाई चार्ज छैन क्या। त्यहाँ त भन्जाक्रा बुझ्नु खोज्दा म त रुममै ठोकिनु खोज्छ यार, तलतिरै छिर्नु खोज्छ। रुख पनि कस्तो यार, कहाँ गयो फेरि ट्रेन एकातिर। के हो? ल यहाँ चाहिँ साइकल बिग्रेर हामीले बनाइसक्यो। ल अब लाग्नुपर्छ, रात परिसक्यो।
ल केटाहरू लागिसक्यो सौन्दर्यको चाहिँ साइकल बिग्रेको थियो क्या भाइको अनि त्यही भएर साइकल बनाउँदा हल्का अरू पनि रात पऱ्यो क्या अँध्याएर आउला भिडियो पनि जराहरू पनि यति छ कि फेरि हिजो बिहान पानी परेको यो अनि माटो गलेर बसेछ क्या यस्तो चिप्लो छ केटाहरू अस्ति आएर गएको क्या गोली कुद्छ फेरि म त बाटै थाहा छैन यार फर्स्ट टाइम हान्यो यो बिन्दा बासिनी तेल पनि बवाल बनेको छ पानी नपर्ने हो भने चाहिँ बवाल छ जस्तो लाग्यो मलाई यो तेल चाहिँ गोलीको छ क्या केटाहरू त केही बोल्न सकेन यार मायाको ब्रेक लाउँदाको हत्तुसम्म त ओरे बाफ भन्दै गएको क्या त्यहाँ यो मलाई त मजा आयो यार अलिकति अप्ठ्यारो रहेछ है यो फेरि सुरु भइसक्यो हाम्रो बिन्दा बासिनी ट्रेल सट्टसँगले थोड़े आमामा खतरा चिपिङ खोइ छ मोबाइल ढाड कस्तो हाँडो ए तेरो दाइले इज्जी झारिदिएको छ नि यति मलाई यो पिछाडि पाङ्ग्रा खतरा नाचेको छ यार खतरा रहेछ ओह्रालो चाहिँ ब्रेक लाउँदा हातै दुख्यो हिँडिहाल्यो केटो कता सिद्धियो ल गाइस त्यसले पाइप रहेछ भित्रमा या कस्तो चिबेर पाइपमा यस्तो पाइपमा
ओए केटाहरू के हो खाल्डा फेरि छिर्नु खोज्छ त उफार साइकल नबिग्रेसम्म उफार्दा भयो खिँदै गल्दैन कति साह्रो नङ च्याप्यो यार त्यो पाइपले चिप्लेर कता कता हिँड्छ नि केटाहरू यहाँ मलाई पछि पछि हिँड्ने त हो नि बाटो देख्नु छैन ठाडै ओह्रालो लान्छ केटाहरूले फेरि बिन्दाबासिन ट्रेल हानेर पनि हामी लाग्दैछौँ हो ठुलो खुवायो त फेरि ट्रेलै आइपुग्यो क्या क्या हो ओए रिङ गएछ तार हो ती पो रह त फेरि हेर लड्नलाई कता हिँडेको बिजुली बालेर 1 करोडको मुस्कान देखा त भाइ हो कि बहिनी लड्छ अहिले भयो होइन 3-4 चोटि बिग्रिसक्यो साइकल होस् आज अङ्कलले दिएको साइकल सकुशल छ केही त्यस्तो भएको छैन बिग्रेको छैन नबिग्रोस् पनि ल भयो अब लास्टो बबाल छऱ्यो भन्थ्यो यो बाटो पनि त्यही भिडियो गरेको कस्तो छ अब हेरौँ न गुडुरु नछोडिदिएर लालमा आरू भएको भए पुर्लुक्कै ढलिसक्ने कि तर यहाँ सुब्बा भएर ठाडा ठाडै छु होला ओए ओए कस्तो आँखा छोपी यार मेरो त ओए ओए सो ल है त गाइज अहिले चाहिँ हामी अब बिन्दाबासिनी ट्रेल हानेर यहाँ लास्टो सेक्सनमा आएर बसिरहेको छु केटाहरूले यहाँनिर के अरे सर्ट भिडियो बनाउने रे एउटा भिडियो बनाउने उमादेखि यसो आएको भनेको छ त्यही भएर अब मोबाइलको चार्ज पनि सकिसक्यो क्या त्यही भएर एउटा भिडियो बनाइदिन्छु अनि त्यसपछि हामी लाग्छौँ त्यसपछि अब जाने बाटो चाहिँ यतै हो सर मेन रोडै रोड छ चट्टसँगले र यहाँ चाहिँ बब्बाल रहेछ क्या टक्क कान्लाहरू है अब बिन्दाबासिन ट्रेल चाहिँ माथि जङ्गल हो क्या त्यही जङ्गलदेखि यसो आएको यहाँबाट झरेको
अब आजलाई भिडियो यति नै है। अब भिडियो जोस् लास हल्लेर कस्तो आयो भिडियो चाहिँ है, लास हल्ले जस्तो लागेको छ भिडियो। र आजलाई चाहिँ भिडियो यति नै। अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ र नयाँ हुनुहुन्छ भने चाहिँ यसो सब्सक्राइब गरिदिनु होला। ल त गाइज, आजलाई भिडियो यति नै। ओके बाई।